सम्पूर्णमा धेरै धेरै हृदयदेखि नमस्कार छ। हृदयदेखि तपाईँहरूलाई धेरै धेरै आभार प्रकट पनि गर्दछु। म तपाईँहरूलाई नमन पनि गर्दछु। हामी आज असाध्यै खुसी छौँ। तपाईँहरू पनि खुसी हुने दिन छ। किन भन्दा हामीले यो केही दिन अगाडि श्री जनशक्ति माध्यमिक विद्यालय राप्ती सोनारी बालापुरमा हामी यही जनशक्ति माविको प्राङ्गणमै छौँ। हामी यहीँ उभिएर बोलिरहेका छौँ। यही प्राङ्गणमा हामीले चाहिँ महायज्ञ लगाएका थियौँ। त्यसको विशाल उद्देश्य के थियो भन्नुहुन्छ भने जग्गा खरिद तथा अक्षकोष स्थापना। हामी त्यो टार्गेटमा पुगिसकेका छौँ भन्दा हाम्रो गर्वले छाती फुलेको छ। आज हामी म तपाईँहरूलाई देखाउँछु। हिजो मात्रै यो जग्गा हामीले चाहिँ नजिकै भएको यो 4 कट्ठा जग्गा यता हेर्न सक्नुहुन्छ। यो जग्गा स्कुलसँगै सटेको 4 कट्ठा जग्गा विद्यालयको नाममा ल्याइसकेका छौँ। पूर्जा प्राप्त भइसकेको छ। असाध्यै खुसी। यो जग्गा हामीले 22,30,000 खरिद गरेका छौँ। यो जग्गा योभन्दा पहिला हाम्रो सम्पूर्ण महायज्ञको रकम हामीले सार्वजनिक सुनवाई पनि गरेका थियौँ। तपाईँहरूले दिएको सम्पूर्ण रकम कहाँ कति खर्च भयो, कति कसले दिनुभयो भन्ने कुरा हामीले सामाजिक सञ्जालमै चाहिँ स्पष्ट पनि बनाइसकेका छौँ। आज त्यो जुन रकम थियो त्यो रकमबाट तपाईँ थोपा गरिकन तपाईँहरूले दिएको रकमबाट हामीले चाहिँ यो जग्गा खरिद गरिसकेका छौँ। असाध्यै खुसी लागेको छ। हामीलाई गौरवले छाती फुलेको छ। पूर्जा प्राप्त भइसकेको छ। योभन्दा पहिला पनि मेरो यो जनशक्ति माविको व्यवस्थापन समिति अध्यक्ष दोस्रो कार्यकाल भइरहेछ। पहिलो कार्यकालमा यो 4 कट्ठा जग्गा किनिएको थियो। यहाँ देख्न सक्नुहुन्छ। यो 4 कट्ठा जग्गा किनेर हामीले ग्राउन्ड बनाइसकेका छौँ। पहिला चाहिँ हाम्रो माथि जुन देखिन्छ त्यो बुटाहरू हामीले पार्क बनाएका छौँ। त्यो पार्क देखिने त्यो एरियामा मात्र जग्गा थियो। अहिले हामीले ग्राउन्ड अपुगका कारणले गर्दा पहल कदमी गर्दा तपाईँहरू साथ र सपोर्टले गर्दा यो पहिला 4 कट्ठा अहिले यो महायज्ञ लगाइसक्यो। यो 4 कट्ठा जग्गा पनि हामीले प्राप्त गरिसकेका छौँ। असाध्यै खुसी गौरवले चाहिँ छाती फुलेको छ। यो महायज्ञ जुन लगाउँदा तपाईँहरूको साथ र सपोर्ट जुन प्रकारले भयो त्यो साथ र सपोर्ट सधैँ सम्झिन लायक भयो। हामीले तपाईँहरूले दिएको साथ र सपोर्ट कहिले पनि भुल्न सक्दैनौँ। म यो महायज्ञमा जसरी चाहिँ तपाईँहरू खटिनुभयो, कसैले आर्थिक दिनुभयो, कसैले नैतिक समर्थन दिनुभयो, कसैले चाहिँ फुल ल्याएर चढाइदिनु होला, कसैले चाहिँ यहाँ चाहिँ भगवान्का कथाहरू सुनेर चाहिँ साथ सपोर्ट दिनु होला, कसैले चाहिँ उहाँहरू त्यहाँ जानुपर्छ, केही सहयोग गर्नुपर्छ भन्ने कुरा राख्नुभयो। यी सबै कुराहरू हाम्रा चाहिँ के भयो भन्दाखेरि तपाईँहरूले चाहिँ हामीलाई यिनी सम्झना लायक भयो। यिनी चाहिँ हाम्रा कस्तो भन्दा यो जग्गा खरिद गर्नका निम्ति ऊर्जाका स्रोतहरू भए। हामीलाई तपाईँहरूका साथ र सपोर्ट जसले जुन प्रकारबाट सहयोग गरिदिनु भयो असाध्यै हामी खुसी छौँ। तपाईँहरूको साथ र सपोर्टले गर्दा यो 4 कट्ठा जग्गा हामीले किनिसकेका छौँ। हामीसँग पूर्जा प्राप्त भइसकेको छ। असाध्यै खुसी लाग्छ हामीलाई यो महान कार्यसम्म पुर्याउनका निम्ति साथ र सपोर्ट गर्नुहुने यो जुन चाहिँ यो समितिमा रहिकन महायज्ञ सञ्चालन समितिमा रहिकन विभिन्न तह र तब्कामा रहेर काम गर्नुहुने सम्पूर्णलाई हृदयदेखि धन्यवाद नमस्कार दिन चाहन्छु। दानदाता जसले सामान्य रकमबाट पनि धेरै रकमसम्म जति दिनुभयो, उपस्थित दिनुभयो, यहाँहरूलाई पनि हृदयदेखि चाहिँ नमस्कार गर्न चाहन्छु। हामी सबैको तर्फबाट नमस्कार गर्छौँ। यहाँको कारणले गर्दा हामीले यो 4 कट्ठा जग्गा आज खरिद गर्न सम्भव भएको छ। लाग्छ यो महायज्ञबाट सङ्कलित रकमबाट काहीँ हिनामिना हुन्छ कि कतै यो चाहिँ प्रष्ट हुँदैन कि भन्ने तपाईँलाई लागेको थियो होला। हामीलाई त्यसको झन् बढी चिन्ता थियो। अलिकति हामी 10-8 दिन किन अलिकति अल्मलियौँ भन्दा हामीले यो जग्गा प्राप्त गर्नका लागि हामीले केही कोर्डिनेसन, केही समन्वय गर्नु परेको थियो। हामीलाई म हृदयदेखि यो जग्गा जसले उपलब्ध गराइदिनु, जसले दिनुभयो, तिलक कुसारी उहाँलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। हामीलाई विश्वास गरिकन हामीले आफैले भोग अधिकार भोग चलन गरिरहेको जग्गा पनि विद्यालयलाई दिनुपर्छ। मैले पैसा लिए तापनि विद्यालयसँगै सटेको जग्गा विद्यालयलाई दिनुपर्छ र मैले अन्त पनि किन्न सक्छु भन्ने जुन महान उद्देश्यले चाहिँ उहाँले चाहिँ हामीलाई दिनुभयो, उहाँलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। र यो जग्गा खरिद गर्दाखेरि कोर्डिनेसन समन्वय गर्नुहुने आदरणीय अग्रज व्यक्तिहरूलाई त हामीले झन् भुल्नै सक्दैनौँ। तपाईँहरूले यो महायज्ञ जुन सफल बनाउनका निम्ति अथवा यो जग्गा खरिद कार्यमा जुटिनका निम्ति देश तथा विदेशबाट सहयोग गर्नुहुने आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, पूर्व विद्यार्थीहरू, बुद्धिजीवी, समाजसेवी, पत्रकार, राजनीतिक दलका व्यक्तिहरू, हाम्रो सम्पूर्ण स्टाफ, गुरुवर्गहरू, व्यवस्थापन समितिको, पिटिएको अभिभावक टिम, सम्पूर्ण टिमलाई
पुनः म हृदयदेखि तपाईँहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु र तपाईँहरूले दिएको रकमको केही समय पछाडि हामीले चाहिँ शिलालेख पनि तयार गर्दैछौँ। शिलालेख कसको नाम लेख्ने, शिलालेखमा कसको नाम लेख्ने, कसरी लेख्ने भन्ने कुरा तपाईँहरूसँग विरत छलफल गर्नेछौँ हामीले। अनि शिलालेख पनि देख्न लायक, हेर्न लायक शिलालेख बनाउँछौँ। साथै अर्को कुरा, तपाईँहरूलाई सदैव यो विद्यालयमा चन्दादाताको रूपमा रहने गरी पनि निर्णय गर्दैछौँ हामीले। त्यो पनि गर्छौँ। तपाईँहरूले दिएको रकम कति पनि खेर जान नदिकिन हामीले चाहिँ यो रकमलाई चाहिँ हामीले लाग्छ हामीले चाहिँ यसलाई सही ठाउँमा लागेको छौँ। तपाईँहरूले दिएको रकम, तपाईँहरू जग्गादाताको रूपमा रहनुभएको छ। मैले यो तपाईँहरू विद्यालयमा छिर्दै गर्दा तपाईँहरूको नाम देख्नुहुनेछ। यो जग्गादाताको रूपमा लिनुहुन्छ, जसले जतिखेर पनि शिलालेखमा नरहने त्यो 10 देखि माथि हामीले राख्ने निर्णय गरेका त्योभन्दा तल रकम उपलब्ध गराएका सम्पूर्ण आदरणीय व्यक्तित्व महानुभावहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र त्यो रेकर्ड पनि हामीले दुरुस्त विद्यालयको रेकर्डमा राखेका छौँ। जतिखेर पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले। अन्तिममा यो महान कार्यमा जसरी चाहिँ सफल बनाउन एक प्रकारको ऊर्जा, बाण शक्ति यहाँका आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू जसरी लाग्नुभयो, यो चाहिँ हाम्रो दिपेन्द्र उपाध्याय गुरुको जुन टिम आयो यो महायज्ञ सञ्चालन गर्नका निम्ति हामीले कोर्डिनेसन, यो टिमले पनि असाध्यै राम्रो कोर्डिनेसन गरिदिनु भयो। उहाँको पनि सादर सपोर्ट पायौँ हामीले। अनि मात्रै चाहिँ हामी चाहिँ यो चाहिँ ऊर्जाको स्रोत उहाँहरू पनि हुनुहुन्छ। उहाँलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। अर्को कुरा जानकारी गराउन चाहन्छु म तपाईँहरूलाई। हामीलाई यो रकम, हामीले जुन नगद प्राप्त भयो यो रकम हामीलाई यो जग्गा किनिरहेका छौँ। केही रकम हाम्रो विद्यालयको खातामा पनि छ। अब हामीलाई आउन बाँकी रकम पनि छ। कोलपुर नगरपालिकाबाट पनि हामीलाई 2,61,000 दिन्छु भन्नुभएको छ, प्रतिबद्धता गराउनु भएको छ। त्यसपछि राप्ती सोनारी गाउँपालिकाले यो जग्गा खरिद गरिसकेपछि यसमा भौतिक संरचनामा भवन बनाउनका निम्ति रकम दिन्छु भन्नुभएको छ। राप्ती सोनारी वडा नम्बर 8ले पनि हामीलाई प्रतिबद्धता दिनुभएको छ। केही यहाँ चाहिँ भौतिक संरचना निर्माण, फर्निचर निर्माण गर्नका निम्ति रकम उपलब्ध गराउँछु भन्नुभएको छ। तिनी रकमहरू उहाँहरूले चाहिँ हामीलाई डाइरेक्ट रकम दिन नमिल्ने भएको हुँदा हामीलाई केही काम दिनुहुन्छ, केही योजना दिनुहुन्छ। त्यो योजना हामी निकट भविष्यमै सम्झौता गरेर यहाँहरूले पनि चाहिँ यहाँहरू रकम पनि हामी चाहिँ सही दुरुस्त हालतमा चाहिँ हामीले चाहिँ योजना सम्पन्न गर्नेछौँ भन्ने हामीलाई लागेको छ। यहाँहरू, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार, आदरणीय आमा बुवाहरू, सम्पूर्ण चन्दादाताहरू, हाम्रो विद्यालयको स्टाफ टिम, अभिभावक, त्यसपछि चाहिँ हाम्रो यो युवा, यो गाउँका झन् युवाले देखाएको असाध्य चाहिँ यो जोस, जाँगर, हौसला, साथ सपोर्ट त झनै चाहिँ बिर्सन लागेकै छैन। यहाँले यतिसम्म मेहनत गर्नुभयो। युवा जुटे के हुँदैन भन्ने कुरा पनि तपाईँहरूले यहाँ देखाइदिनु भएको छ एउटा उदाहरणको रूपमा। उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। यो महान कार्यमा, अक्षय कोष स्थापना तथा जग्गा खरिद कार्यमा चाहिँ यो रकम उपलब्ध गराउन र हामीलाई यो टार्गेटसम्म पुर्याउन, यो जग्गा, यो विद्यालयको नाममा यसरी चाहिँ जग्गा खरिद, विद्यालयका भाइ बहिनीहरूलाई खेल्ने जुन ग्राउन्ड कम थियो त्यो ग्राउन्ड उपलब्ध गराउनका निम्ति चाहिँ जुन चाहिँ सादर सपोर्ट सबैले आफ्नो ठाउँबाट दिनुभएको छ, यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र यहाँले गरेका कार्यहरू हामी कहिले पनि भुल्ने छैनौँ। र हामीले चाहिँ हामीलाई ऊर्जाका स्रोतहरू तपाईँहरू हुनुहुन्छ। यहाँलाई चाहिँ पुनः हृदयदेखि धन्यवाद दिन चाहन्छु। हस्त, नमस्ते।